हजुरले धेरैसँग इन्टरभ्यू गर्नुभयो, हामी चाहिँ हजुरसँग एकदम बोल्न चाह्यौँ। कस्तो कुनै कुनै इन्टरभ्यू चाहिँ इन्टरभ्यू दिनेको भन्दा लिनेको अझै धेरै राम्रो पनि देखिँदो रहेछ। मैले त्यसरी देखेँ त्यस्तो माने मैले चाहिँ। अनि त्यसपछि उहाँलाई जोड्नुपर्छ भन्ने भयो। एकदमै हजुरका धेरै कुराहरू जस्तो केही कुराहरूमा जोड्न चाहिँ हेरेँ, जस्तो अर्थमन्त्री परिवर्तन हुँदा के हुन्छ, यो आउँदा के हुन्छ हजुरले भनेर बनाउनुहुन्थ्यो। अघिल्लो यही सरकार बन्ने बेला मलाई एकदम एकदम मजाले याद छ। यही सरकार गठन हुने बेलामा हजुरले मलाई कति प्रश्नहरू सोध्नु भएको थियो। त्यो हजुरले आफूले बुझेर पनि मलाई कति सोध्नु भएको थियो, मैले कति जवाफ दिएको थिएँ। सरकार परिवर्तन भएपछि के हुन्छ त, हुने के हो त, त्यही 2200 को खड्को 2300 खड्को कट्दै कट्दैन भनेर प्रश्न सोध्नु भएको थियो। त्यसमा हजुरले पनि आन्सर दिनुभएको थियो। धेरै कुराहरू छन् हजुरले कुनै पनि कुरा तथ्यमा रहेर, अर्थशास्त्रमा रहेर, अर्थतन्त्रमा रहेर, बाह्य र आन्तरिक कुराहरू हेरेर चाहिँ एकदमै एनालाइसिस गर्नुहुन्छ। हाम्रो चाहिँ खास अझै पनि हाम्रो चलन के छ भन्दा बिल्कुल बजार मात्रै हेर्ने, बजारका बाहिरी कुराहरू चाहिँ नहेर्ने। जस्तो अहिले आज पनि गभर्नरका कुराहरू भइरहेको छन्। गभर्नरले के अरे केही व्यक्तिको नाम आएको छ, कसैको ल्याइसकेपछि हामी सबैले जो हामी यहाँ छौँ प्रायः हामी धेरै विदेशबाट जोडिएका पनि छौँ, कतिलाई हामी थाहा पनि छैन। यो कुरामा सरर हजुरले सबै दिनुहुन्छ भन्ने भएर चाहिँ एकदम हजुरलाई जोड्ने मेरो चाहना हो। त्यही साथीहरूसँग सल्लाह पनि गरेको थिएँ, हिजो अस्ति लाइनमा मैले जोडेको थिएँ। उहाँले बोलाम भन्ने कुरा भयो। त्यस मैले हजुर सम्पर्क गरेर हामीले हजुरलाई बोलायौँ। धेरै साथीहरू जोडिँदै पनि हुन्छ, सबैले लाइभ सेयर गरिदिनु होला। बसन्त सरसँग अब यो बजारको तिरफार भने टिकटसँग नजोडेको त पक्कै गए पनि हुन्न, नजोडेको साथी सबै जोडिने होला। योमा छ, यो सँगसँगै उहाँको युट्युब आइडी छ, धेरै एकदमै प्रख्यात युट्युब आइडी छ बजारको तिरफार भन्ने। मैले पनि सधैँ भिडियोहरू हेरिरहेको हुन्छु। के छ अब आजको नयाँ अपडेट के छ? अब नयाँ अपडेटबाट जाऊँ। अब आज गभर्नरको कुरा छ। गभर्नरको कुरामा कङ्ग्रेस र एमालेका दुई प्रधानमन्त्री र देवबी सहमति भन्ने र गुणाकर भट्टको राजीनामा भन्ने कुरा चाहिँ अब यसमा सर र हजुरले चाहिँ भन्नु पर्यो। हामी त बाहिर छौँ, हामीले अब हजुरबाट सबै कुरा सुन्न जान्छौँ क्रमशः। अब केही कुरा भयो मैले हजुर थप्ने छु, सोध्ने छु। अब सर र हजुरबाटै जाओस्। एकछिन है, मिरर के भन्नुभएको छ? पछाडि उल्टो देख्यो भन्नुभएको छ। पर्फर्मेन्स म ब्याकग्राउन्ड सिफ्ट गर्दैछु। ओके फाइन, यसलाई अब यो उसमा धेरै नलागौँ। कुराकानी चाहिँ के हो, प्रसङ्ग के हो भन्दाखेरि अब यसमा सर्वोच्चमा एउटा पूरक रिट परिसकेको छ गुणाकर भट्टको केसमा, होइन? यो खासमा तपाईँको यो उमेर हदको कुरा जुन छ 65 वर्षको, त्यसमा एउटा रिट परेको थियो। त्यसपछि त्यसमै पूरक रिट भनेर यो कार्यकारी निर्देशकलाई, राष्ट्र ब्याङ्कमा अहिले कार्यरत कार्यकारी निर्देशकलाई चाहिँ गभर्नर बनाउनलाई चाहिँ ऐनले, त्यसलाई चाहिँ ऐनको त्यो परिकल्पना होइन, कार्यकारी निर्देशकलाई चाहिँ गभर्नर बनाउनु मिल्दैन भन्ने हिसाबले अर्को रिट परेको छ। अब त्यो सर्वोच्चले आइतबार सुनवाई गर्ने भनेको छ। त्यो सुनवाई भइसकेपछि सर्वोच्चले के भन्छ, योभन्दा अगाडिको नजिर के छ भन्ने विषय त्यो क्लियर भइसकेपछि, किनकि उहाँले आज मात्र राजीनामा दिनुभएको छ जुन स्वीकृत भएको छैन। अब यो विषय अगाडि बढ्ला। एउटा कुरा चाहिँ क्लियर के हो भनेदेखि अहिलेसम्मको सिचुएसनमा राजनीतिक भागभण्डामा चाहिँ गभर्नर काङ्ग्रेसको भागमा पर्या हो। त्यसैले अब काङ्ग्रेसले आफ्नो फेभरको अथवा काङ्ग्रेसको कोटामा गभर्नर नियुक्त हुने भयो। अब यो विषय अदालतमा गइसकेका भएर चाहिँ जुन हाम्रो डाक्टर गुणाकर भट्टको कुरा छ, उहाँको कुरा थियो कार्यकारी निर्देशक हुन त सिफारिस भइसकेको अवस्था पनि होइन, नियुक्त भइसकेको अवस्था पनि होइन, तर लगभग कुराकानी आइसक्यो भनेपछि अब त्यो विषयमा पनि रिट परिसकेको छ। अब त्यो सुनवाई भइसकेपछि बल्ल त्यहाँबाट चाहिँ के भन्छ सर्वोच्चले, त्यसको आधारमा केही समय लाग्ला। अब यो गभर्नर नियुक्तिको कुरा चाहिँ केही दिन अलिकति अझ लम्बियो जस्तो लाग्यो, किनकि आइतबार नै केही कुरा आउँदैन होला सायद सर्वोच्चबाट, केही समय लाग्ला। त्यो देखिया छ पछिल्लो परिस्थिति चाहिँ। यो गभर्नर नियुक्तिको कुरा भयो। अब यो गभर्नरको कुरामा चाहिँ एकदम सबैको क्वेसन चाहिँ के छ भन्दाखेरि को गभर्नर हुँदा के होला भन्ने छ। एउटा कुरा चाहिँ के हो भनेदेखि दुईवटा कुरा छ। एउटा राष्ट्र ब्याङ्कभित्रकै क्याडर गभर्नर हुने, अर्को चाहिँ राष्ट्र ब्याङ्कभन्दा बाहिरको कोही, होइन? जस्तो उदाहरणको लागि नोबेल ब्याङ्कको सिइओ जुन अब निवर्तमान भइसक्नुभयो, अहिले त उहाँले राजीनामा दिनुभएको थियो, उहाँ राष्ट्र ब्याङ्कभन्दा बाहिरको मान्छे हुनुभयो नि त। अब अहिले हाम्रो जुन गुणाकर सरको कुरा छ, निलम म्यामको कुरा छ, उहाँहरू भनेर राष्ट्र ब्याङ्कभित्रकै क्याडर हुनुभयो। अब राष्ट्र ब्याङ्कभित्रको क्याडरभन्दा बाहिरको भइदिएदेखि चाहिँ अझ पोलिसीमा केही रिफर्म हुन्थ्यो कि होइन, अझ पोलिसी तपाईँको केही मतलब अलिकति ब्रोड खालको पोलिसी आउँथ्यो कि भन्ने अपेक्षा हो सबैको। नट ओन्ली सेयर लगानीकर्ताको मात्र नभएर निजी क्षेत्रको सबैको त्यही नै हो, होइन? हेरौँ, लेट्स सी। तर अब पछिल्लो परिस्थिति हेर्दै गर्दाखेरि चाहिँ राष्ट्र ब्याङ्कभित्रकै क्याडर गभर्नरको रूपमा आउन सक्ने सम्भावना बढी देखियो। एउटा राम्रो पक्ष चाहिँ के हो भन्दाखेरि प्रायः के देखिया छ भन्दा कम्युनिस्ट स्कुलिङका, होइन, त्यो चाहे जुनसुकै मतलब माओवादीसँग नजिकका हुन् वा
एमालेसँग नजिकका हुन्, कम्युनिस्ट स्कुलिङका गभर्नरहरू चाहिँ अलिकति कन्जर्भेटिभ टाइपको हुने होइन, अथवा अलिकति उनीहरूको चाहिँ एउटा हुन्छ नि त, त्यो स्कुलिङै त्यही भएर आउँछ। अब अलिकति सर्वहारा वर्ग यहाँ उहाँ भन्ने हुन्छ, पुँजीवादलाई त्यति साह्रो मन नपराउने त्यो खालको प्रवृत्ति देखिया छ। अब यो डेमोक्रेट काङ्ग्रेस होइन, अरू जो चाहिँ अलिकति डेमोक्रेट त्यो खालका गभर्नरहरू अथवा त्यो खालका पदाधिकारीहरू आउँदाखेरि चाहिँ अलिकति पोलिसीमा सहजता हुने त्यो खालको इतिहास देखियो। सो आशा गरौँ गभर्नर चाहिँ अब जो भने पनि अलिकति लचक गभर्नर चाहिँ आउनुहुन्छ भन्ने आशा गर्न सकियो। पछिल्लो परिस्थिति गभर्नरको बारेमा चाहिँ अब लेट्स सी, हेरौँ। यदि गुनाकर सर नै आउनुहुन्छ भने त उहाँसँग मैले आजभन्दा 10-11 महिना अगाडि एउटा इन्टरभ्यू पनि गरेको छु। तपाईँले त्यो बजारको चिरफारमा गएर हेर्न सक्नुहुन्छ। उहाँको धारणा के छ इकोनोमीप्रति, सेयर मार्केटप्रति होइन, उहाँको चाहिँ बुझाइ के हो त, कस्तो खालको मान्छे हो उहाँ भन्ने कुरा चाहिँ लगभग तपाईँले त्यहाँबाट अन्दाज गर्न सक्नुहुन्छ। उहाँ चाहिँ अलिकति मध्यमार्गी हो। गुनाकर भट्टको कुरा गर्नुहुन्छ भने उहाँ चाहिँ उहाँ मौद्रिक अर्थशास्त्री हो। अब उहाँले धेरै फ्लेक्सिबल नीति पनि लिनुहुन्न होइन, बबल पनि गराउनुहुन्न। कुनै पनि एसेट भ्यालु चाहिँ जो चाहे त्यो सेयर होस् जग्गा होस् त्यसलाई बबल गराउने हिसाबले पनि उहाँ जानुहुन्न र उहाँले धेरै खस्नु पनि हुन्न। मतलब एकदम मध्यमार्गी किसिमको नीति लिने खालको हो उहाँ चाहिँ, जस्तो उहाँको पर्सनालिटी हेर्दाखेरि चाहिँ म त्यो बुझ्छु हाम्रो गुनाकर सरको कुरा गर्नुपर्दा। लेट्स सी, हेरौँ अब के हुन्छ यो विषय चाहिँ। यो सर्वोच्चमा रिट गरेर अब आइतबार सुनवाई छ होइन। आइतबार तपाईँको यो जुन अस्ति अन्तरिम यो नगर कार्यान्वयन, यो जुन 65 वर्षे उमेर हद थियो त्यसलाई चाहिँ हटाउने भन्ने कुरालाई कार्यान्वयन नगर भन्ने किसिमको एउटा आदेश आयो। त्यसको पनि तपाईँको त्यसको विषयमा अझै अब अगाडि के आउँछ त, पूर्ण पाठ आउनु पर्यो, फैसला आउनु पर्यो, त्यसको पनि हुन्छ। सँगसँगै तपाईँको यो जुन कार्यकारी निर्देशक गुनाकर भट्टको केस पनि सँगसँगै अगाडि जाने भयो। त्यो खालको परिस्थिति देखियो। केही दिन लम्बिने जस्तो देखिया छ। अब समय त अभियसली लाग्छ। अब अदालतमा प्रवेश गरेपछि अब सुनवाई हुँदै जान्छ, बहस सहस हुँदै जान्छ होइन। यसमा केही समय चाहिँ लाग्ने देखियो अब गभर्नर नियुक्तिमा। त्यो परिस्थिति बनिया छ। गुनाकर भट्टको विषयमा सर्वोच्चले केही कुरा गरेर अर्को मान्छे आउनु पर्ने अवस्था आयो भन्दा के हुन्छ? होइन, यस्तो हुन्छ। यो विषय चाहिँ पहिलो कुरा त हामीले अहिले यो गुनाकर भट्ट जस्तो कि सिफारिस समितिले सिफारिसै गरेको छैन एउटा कुरा होइन। सिफारिस समितिको बैठक पनि बस्न सकेका छैन, किनकि सिफारिस समितिको एकजना सदस्य डाक्टर विश्व पौडेल उहाँ चाहिँ भर्खरै मैले मेरो जानकारीमा आएअनुसार उहाँ चाहिँ आज मात्रै नेपाल आइपुग्नु भयो भन्ने सुनेको छु होइन। भनेपछि बैठकै बसेको छैन, उहाँ बाहिर नेपाल बाहिर हुनुहुन्थ्यो। अब बैठक नबसेको अवस्थामा सिफारिस समितिको बैठक बसेर सिफारिसै गरेका छैन। तर के भयो भन्दाखेरि एउटा त्यो तपाईँको मिडिया ट्रायल भयो, मिडियामा चाहिँ गुनाकर भट्टको सहमति भइसक्यो ओली र देउबाको बिचमा भन्ने भयो। त्यो भएपछि त्यहाँ तपाईँको रिट पर्यो, त्यो खालको कुराकानी छ। अब यसले के हुन्छ भनेदेखि सर्वोच्चले एउटा फैसला दिएपछि क्ल्यारिटी पनि भयो नि त। अब भोलिको दिनमा कोही गभर्नर भएर त्यसपछि रिट पर्दाखेरि झन् त्यो अन्यलको अवस्था हुन्थ्यो। अब चाहिँ त्यो पहिले नै तपाईँको क्लियर भएर हुने या नहुने होइन, सिफारिस गर्न मिल्ने या नमिल्ने, गभर्नर बनाउन मिल्ने या नमिल्ने, त्यो कुरा क्लियर भएर आउने भयो भनेपछि त्यो पनि एक किसिमको एउटा क्लियर अवस्था, त्यो अनिश्चयको अवस्था नरहने भयो। त्यो पनि राम्रै हो एक हिसाबले। हेरौँ यो विषयमा के भन्छ सर्वोच्चले। रिट परिसकेका विषय भएर अब त्यसमा चाहिँ अब हामीले अनुमान गर्नुभन्दा पनि अब सर्वोच्चको निर्णय नै कुर्नु, फैसला कुर्नु नै उपयुक्त भयो। अलिकति लम्बिने भयो नि, लम्बिने देखियो। अथवा अब त्यसलाई चाहिँ होइन ठिक छ यो हुँदै गर्छ भनेर चाहिँ सिफारिस समितिले अरू कसैको नाम सिफारिस गरेर अगाडि बढायो भने त्यो अलग कुरा भयो होइन। नत्र भनेदेखि यो लम्बिने भयो। अब हेरौँ कसरी परिस्थिति बन्दै जान्छ। अब यो त्यही हो, जो व्यक्तिहरूको नाम अगाडि आइरहेछ उहाँहरू आउँदाखेरि मार्केटलाई अब समग्र अर्थतन्त्रलाई राम्रै हुने जस्तो देखिन्छ। लेट्स सी, हेरौँ के हुन्छ। आजको यो बजार, अहिलेको जुन बजार छ, यो इन्डेक्सहरू, यो बजार यो के बुल बजारै हो के हो आजको बजार? अहिलेको बजार चाहिँ के हो? होइन बजारको बजार के हुन्छ? मैले तपाईँको यो त सबैको होइन, यो अब के हुन्छ भने त हाम्रो पोडकास्टको शीर्षकै हो होइन। यो सबैको एकदमै चासोको विषय हो। एउटा क्लियर कुरा चाहिँ के हो भनेदेखि मार्केट त अभियसली बुल हो, त्यसमा त एकदम ठोक्वा गरेर भन्न सकिन्छ यो बुल मार्केट हो होइन। एउटा कुरा चाहिँ धेरैजना साथीहरूले अलिकति नहेरेको होइन, एउटा एकदमै महत्त्वपूर्ण पाटो चाहिँ के हो भनेदेखि जहिले पनि
नेपालको मार्केट अहिलेसम्मलाई के छ भनेदेखि हाम्रो वान वे मार्केट छ। हाम्रो मार्केटमा तपाईँको के छ भन्दा ब्याङ्क वित्तीय संस्थाहरूको वर्चस्व छ। अहिले पछिल्लो समय हाइड्रो पावरको वेटेज बढ्दो छ, त्यो आफ्नो ठाउँमा छ, तर ब्याङ्क वित्तीय संस्थाहरूको वर्चस्व छ। विशेष गरी के छ भन्दाखेरि तपाईँको लिक्विडिटी जुन ब्याज दर छ, मार्केट तपाईँको जबसम्म पैसाको कस्ट सस्तो रहन्छ तबसम्म बजारमा खेल्ने ग्राउन्ड चाहिँ प्ले ग्राउन्ड चाहिँ त्यो बेलासम्म चाहिँ त्यो मतलब ओपन छ क्या प्ले ग्राउन्ड, पैसाको कस्ट सस्तो छ। अहिले तपाईँ लास्ट टाइम हेर्नुहुन्छ भने इन्स्टिट्युसनहरूले के गरिरहेछन् भन्दा सेयर मार्केटमै पैसा लगाएर हालिरहेछन्। अब यो अहिलेको चैत महिनाको तपाईँ ब्याङ्कहरूले प्रकाशित गरेको ब्याज दर हेर्नु न, संस्थागत तर्फको ब्याज झन् घटाइदिएको छ क्या उनीहरूले, किनकि उनीहरू अब डिपोजिट लिने अवस्थामै छैनन्। त्यति डिपोजिट जति छ अहिले त्यति नै पर्याप्त भइसक्यो। बढी भएर राष्ट्र ब्याङ्कमा तपाईँको 3% ब्याजमा लगाएर राख्नु परिरहेछ, जबकि मार्केटबाट यहाँ तपाईँको एभरेजमा 5% 6%मा पैसा उठाइरहेको अवस्था छ उनीहरूले। भनेपछि उनीहरू डिपोजिट लिन चाहँदैनन्, त्यो परिस्थिति भयो। र सबैभन्दा महत्त्वपूर्ण कुरा एकदम सामान्य लगानीकर्ता, साधारण लगानीकर्ताले हेर्नुपर्ने कुरा चाहिँ के भनेदेखि तपाईँको यो एउटा शब्द छ, त्यो भनेको ब्यालेन्स अफ पेमेन्ट, शोधनान्तर स्थिति। शोधनान्तर स्थिति अहिलेको कुरा गर्नुहुन्छ भने म तपाईँलाई डेटा नै दिन्छु। मैले लास्ट टाइम तपाईँको हाम्रो यो बजारको चिरफारको एपिसोड गर्दा मैले त्यसमा एकदम क्लियरली यो कुरा भनेको थिएँ। धेरै साथीहरूले सुन्नु भएको छैन, हेर्नु भएको छैन भने म भनिदिन्छु यो कुरा कि टाउनमा 40 अर्बले हाम्रो ब्यालेन्स अफ पेमेन्ट शोधनान्तर स्थितिलाई भुक्तानी सन्तुलन पनि भनिन्छ, त्यो बचतमा थियो। अहिले त्यो 310 अर्ब पुगिसकेको छ फागुनमा आइपुग्दाखेरि। 40 बाट 110, त्यसपछि 110 बाट 184, यो साउन भदौ असोज गर्दै 205, 225, 249, 284, 310 अर्बले अहिले बचतमा छ फागुनसम्म आइपुग्दाखेरि। यो शोधनान्तर स्थिति बचतमा हुनु भने के हो त भन्दा देशबाट बाहिरिने पैसा भन्दा देशमा भित्रिने पैसाको फ्लो एकदम बढी भइरहेछ अहिले। जब देशभित्र पैसा भित्रिन्छ, यो शोधनान्तर स्थितिले ब्याङ्किङ च्यानलको पैसा मात्र हेर्छ। त्यो भइसकेपछि के भयो त भन्दाखेरि तरलता, लिक्विडिटीको अवस्था फालाफाल भयो। अब लिक्विडिटीको अवस्था फालाफाल भएपछि के हुने भयो? ब्याज दर सस्तो हुने भयो। यो भने के हो त, अहिले कस्ट अफ फन्ड सस्तो छ। तपाईँको कस्ट अफ फन्ड 6%, 7%, 7% ब्याज, 8% ब्याज, त्यति पैसामा त्यति ब्याजमा पैसा चलाउन पाउने अवस्था छ नि त ब्याङ्कको, होइन? तपाईँले 1 करोड पैसा चलाउनु भयो भने वर्ष दिनमा 8 लाख तिरे पुग्यो, 8.5 लाख तिरे पुग्यो। त्यो त एकदम अब जुन रिटर्न अहिले मार्केटमा पाइरहेछन् मान्छेहरूले त्यसको तुलनामा त्यो कम हो। कम देखिन्छ भनेपछि त के हुने भयो त, मान्छेले ऋण लिएर पैसा हाल्ने भयो मार्केटमा, जुन देखि पनि रहेछ लास्ट टाइम सेयर लोन कति धेरै बढिरहेछ, 120 अर्बको आसपास पुग्नलाई थालिसकेको छ। सो यो सिचुएसन जबसम्म रहन्छ, जबसम्म तपाईँको हाम्रो यो ब्यालेन्स अफ पेमेन्ट चाहिँ पोजिटिभमा रहन्छ। अहिले त पोजिटिभ मात्र होइन, पोजिटिभ भएर पनि 310 अर्बले बचतमा छ। अब हेर्दै अब मलाई लाग्छ यो फागुनसम्मको डाटा हो, चैतमा अझ बढेर आउँछ। यो तपाईँको बढ्दो क्रममा छ, किनभनेदेखि हाम्रो आयात त छैन अहिले, इम्पोर्ट छैन, होइन? रेमिटेन्स भित्रै अवस्था छ। सो यो सबै सिचुएसन हेर्दाखेरि चाहिँ यो सिचुएसन यो मार्केटमा तपाईँको क्लियरली बुल हो। यो अवस्थाले पनि हाम्रो अर्थतन्त्रको यो विशेष गरी तपाईँको यो लिक्विडिटी र इन्ट्रेस्ट रेटको फ्याक्टरले पनि यसले अभियसली काम गर्छ। हेर्नुहोस्, यसमा जसले जे भने पनि पैसा सस्तो भएपछि त्यसले डेफिनेटली काम गर्छ, किनकि मान्छेको तपाईँको क्यापेसिटी बढ्यो नि त, होइन? होल्ड गर्ने क्यापेसिटी बढ्यो। सो क्लियर कट बुल हो। टेक्निकल्ली हेर्नुहुन्छ भनेदेखि मार्केट तपाईँको एउटा जुन एग्रेसिभ राइज आयो 3000सम्मको, त्यसपछि अहिले एउटा साइडवेजमा छ मार्केट। यो त जब त्यो साइडवेज ब्रेक गर्छ त्यसपछि त झन् सबैले हो बुलै हो, बुम बुम भन्ने अवस्था आइ नै हाल्छ। अहिले म यसमा कुनै डाउट छैन, प्राइमरी हाम्रो जुन प्राइमरी साइकल हो मार्केटको क्लियर बुल हो। अब यो जुन सेकेन्डरी साइकल भनौँ, होइन, अथवा यो केही मिड टर्ममा चाहिँ बजार अलिकति साइडवेज देखिया छ, त्यसले पनि आफ्नो बाटो लिन्छ जस्तो देखिया छ। जबसम्म 2650, 2600 भन्दा माथि मार्केट बस्छ तबसम्म मार्केटमा इभन मिड टर्ममा पनि मार्केट बुल हो। ठिकै छ। आज पघिल्ला वसन्त सरलाई बोलाएँ भनेर मैले भने, त्यसपछि दिदीसँग, दुर्गा दिदी, सेयर बजारको सफल लगानीकर्ता हामी सबैको दिदी दुर्गा दिदी पनि यहाँ जोडिनु भएको छ। अघि अकाउन्ट टिम देखाएको त, अहिले त दिदी एकदम तयारी अवस्था हुनुहुन्छ। दुर्गा दिदीलाई पनि हाम्रो यो हामी सबैकी दिदी दुर्गा दिदी हाम्रो बजारको सफल लगानीकर्ता, एउटा महिला भएर पनि एकदमै सफल हुनुहुन्छ, एकदमै चर्चित हुनुहुन्छ, एकदमै लोकप्रिय हुनुहुन्छ। हामी सबैले फलो गर्छौँ, दिदी भनेपछि हामी सबैले फलो गर्ने। दिदीलाई पनि यो हाम्रो यो लाइभमा एकदम धेरै धेरै स्वागत गर्न चाहन्छु। दिदी नमस्ते। हजुर नमस्ते। दुर्गा दिदी नमस्कार है मेरो पनि। हजुरको यो अकाउन्ट मिल्छ भने एकचोटि भिडियो अन गरिदिनुहोस्। के अरे नमस्ते दुईजनालाई नमस्कार है।
होइन होइन अप्ठ्यारो लाग्छ है म यो युज टु छैन के यो म टिकटकमा आजै हो यसरी माथि आएको मलाई त्यति धेरै चलाउनु पनि नआउने रहेछ ठिक छ आजै हो म टिकटकमा आएर बोलेको त्यही भएर म त खोज्दैछु कहाँ के छ भनेर थाहा नै छैन रहेछ मलाई पनि आउँदैन म पनि एकदम सिक्दै दिदीलाई हाम्रो बजारको चिरफायर बसन्त पाण्डे